घरमा पाखेनो. Hi everyone, we are here right now. We call it Sunapati Dara. आमा क्वालिटी हेर्नु न यार यो सिनेमेटिक हो के कहाँ मलाई त काटेर फालिहाल्छ भाउजू तपाईँले कस्तो अनुभव भयो यहाँ आउनु भएर? खै कस्तो अनुभव भन्नु थाक्यो सास आयो अनि यो चाहिँ किन लहरी माने भनेको भन्दाखेरि चाहिँ यहाँ चाहिँ मेलैसँग माने भएको कारणले यो. हेलो एभ्रिवान, वेलकम टु माई अनदर ब्लग. सो अब चाहिँ हामी जान लागेको छौँ यहाँदेखि सुनपति डाँडा, जुन तपाईँहरूले पनि देख्न सक्नुहुनेछ. यता सुनपति डाँडा छ र यो चाहिँ त्यहाँ चाहिँ एउटा भ्यू पोइन्ट पनि छ है. त्यहाँदेखि चाहिँ जता पनि हामीले देख्न सकिन्छ. जुन त्यहाँदेखि उता काठमाडौँ साइड, नेपालथोक भन्ने, लुबो भन्ने जताततै देख्न सकिन्छ. सो वी आर रेडी टु गो देयर. अनि अहिले चाहिँ अब हामी को जाने भन्दाखेरि हाम्रो भाउजू यता हुनुहुन्छ, अनि दाई मुनि बाइक रेडी गरिरहेछ, अनि भतिज दाईको छोरा दिपेश पनि अहिले रेडी गरिरहेछ बाइक. अनि अहिले चाहिँ दसैँको बेला हो है, अनि हिजो टिक्काको दिन. सो अनि हिजो चाहिँ हामी कहीँ गएनौँ, हामी सबैजना घरमै बसेर ग्यादरिङ भएर खाना खाएर रमाइलो गरेर बस्यौँ. र आज चाहिँ हामी यता अलिकति फ्रेस, हुन त हामी यता फ्रेस नै छौँ तर पनि अहिले त्यहाँ जान लागेको. सो अब चाहिँ हामी लागेको है, यताबाट चाहिँ स्टार्ट भइसकेको छ. अब यता बाइक चाहिँ रेडी भइसकेको छ. अब हामी जानेवाला पनि छौँ. म चाहिँ यता ज्याक यो छ नि पछि आउँदैछ नि हाम्रो कुकुर हो कि, बाटो बिचतिर आइपुगेछ. ज्याक यसको नाम ज्याक. पानी पिउने छ हाम्रो ज्याक. Hello guys, finally we reach here Sunapati Dara, Sunapati mountain. भर्खरै हामी यता आइपुग्यौँ. अनि हाम्रो ज्याक पनि हिँडेर आइसक्यो हेर्दा यता. हेलो उतादेखि हिँडेर आएको है. अनि मान्छेहरू दसैँको मान्छेहरू टन्नै रहेछ यता. अनि यहाँको दृश्य चाहिँ यस्तो छ है. सो यहाँको भ्यू चाहिँ यस्तो छ. उता यता अक्लेश्वर डाँडा भन्ने यता छ. त्यहाँदेखि माथि माथि सैलुङ जाने हो, धोरम्बा हुँदै सैलुङ. अनि मुनि कामा भन्ने यतातिरै पर्छ. अनि यु क्यान सी हियर इट्स लुकिङ सो ब्युटिफुल. भाउजू तपाईँले कस्तो अनुभव भयो यहाँ आउनु भएर? कस्तो अनुभव भयो? राम्रो भयो. राम्रो भयो. खै कस्तो अनुभव भन्नु थाक्यो सास आयो
अझै बाँकी छ आधीभन्दा धेरै आधीभन्दा धेरै बाँकी नै छ नि हजुर लागौँ बिस्तारै है ज्याक कस्तो थाकेछ त खोइ च्याक त्यस्तो थाकेर उसलाई सोधौँ ज्याक कसो भइरहेछ थाक्यो हामी Hi everyone, we are here right now. We call it Sunapati Dara, and this is a very peaceful, stunning place. And after a long time, we are here. And today, I and my brother, my sister-in-law, and nephew, we came here. And so it is really beautiful and अनुहारको क्वालिटी क्यामेरामै अनुहार राम्रो आउँदो रहेछ यार खै तपाईँको अनुहार हेर्नु तेरो हेर्छु क्या हेर्नु त्यसरी ए आम्मा त एक राउन्ड भिडियो हान्दियो रे भने यहाँदेखि हाने त कहाँले दिँदो रहेछ भाइ केटाहरू गोब्राले आफ्नै भिडियो चाहिँ हान्दा तलतिर पुग्ला भिडियो हान्दा बिस्तारै चला नि त दिएको छु मार्नु मेरो अनुहार हेर त क्लिक त पऱ्यो म निकालिदिन्छु क्या त निकाल्न यताबाट निकालिदिन्छु ल बनबाट राइट हामी बुझ्ने सबै आउँदैन साउन्ड हटाउनु रामेछापको भ्यू भन्ने हो नि यो चाहिँ हाम्रो सुनपाती डाँडा वडा नम्बर कति वडा नम्बर 4 को नेपाली भ्यू सुनपाती डाँडाको भ्यू सुनपाती डाँडा यो चाहिँ पऱ्यो हाम्रो बेथान हाम्रो गाउँ अलि ठुलो सुनले भन्दा डाँडा डाँडामाथि बादलमाथि आकाशमाथि के अरे आकाशमाथि काम त्यो दामी भ्यू आम्मा यो चाहिँ हामी घुम्न आएको हो घुम्न आउनु होला यो चन्द्रमा नि देखिन्छ है यहाँबाट चाहिँ
चन्द्रमा यो चाहिँ भ्यू टावर राम्रोसँग बनेको छैन त्यही नै हामी जसो गरेर चढ्न चाहिँ सफल भएको छौँ हजुर एटिभी बाइकमा बस्नु अलिकति शब्द नि बोलिदिएँ मैले ए ल थ्याङ्क यू है धन्यवाद तपाईँलाई अहिले चाहिँ हामी यता लहर माने भनिन्छ यसमा चाहिँ 108वटा मानेहरू छ है अनि यहाँ चाहिँ अहिले अझै पनि कम्प्लिट भएको जस्तो छैन यस्तो चाहिँ अझै पनि यसमा कलर लाउने धेरै नै बाँकी छ सो अहिले सनसेट पनि भर्खरै भइसक्यो सो अब यो चाहिँ हाम्रो यो लास्ट डेस्टिनेसन हो अनि यहाँ एक कोरा गरेर चाहिँ एकचोटि घुमेर चाहिँ अब हामी फर्किनेछौँ सो आई विल सो यु अनि यहाँको दृश्य चाहिँ यस्तो छ धेरै नै राम्रो छ अनि यहाँदेखि पनि जताततै देखिन्छ हेर्नुहोस् अनि यो चाहिँ किन लहरी माने भनेको भन्दाखेरि चाहिँ यहाँ चाहिँ लहर यहाँ चाहिँ मेलैसँग सबै माने भएको कारणले यो ठाउँमा चाहिँ लहर माने भनेर भनिँदो रहेछ अनि माथि योभन्दा यो नयाँ माने भन्दा माथिभरि धेरै पुरानो मानेहरू छ तिनीहरू चाहिँ प्रायः जस्तो अलि भत्किसकेको छ यो चाहिँ पहिलाको आखिम भीमी पहिलाको बाजेहरूको पालादेखि नै रहेछ यो चाहिँ अनि यहाँ चाहिँ यो चाँद जस्तो रहेछ अनि दुर्स भनिन्छ है अनि यो ठाउँमा चाहिँ यहाँ मुनि मान्छे मरेको चाहिँ यो ठाउँमा ल्याएर पोलिँदो रहेछ अनि प्लस अनि यहाँ चाहिँ उनीहरूको नाममा माने बनाइँदो रहेछ होइन त्यो मानेहरू चाहिँ धेरै लस्कार भएको कारणले अनि तामाङ भाषा हो कि अब तामाङ भाषा होइन त लहर भनेको चाहिँ तामाङ भाषा भने लहर माने भनेर चाहिँ बनेको रहेछ अनि अहिले चाहिँ लहर नै फेरि नयाँ 108 माने निर्माण गर्नुभएको रहेछ हेर्नुहोस् यो चाहिँ मेरो फर्स्ट भिजिट हो यहाँ अनि अलिकति समयले चाहिँ त्यो भयो माथि त्यो पनि देख्न सक्नुहुनेछ मुन है अझै पनि कम्प्लिट हुनु बाँकी नै छ यता रहेछ अनि यहाँदेखि चाहिँ सिधै डाइरेक्ट उता सुनपति डाँडा यो चाहिँ सुनपति डाँडा अघि हामी जुन गयो नि अनि यो मुनितिर पनि पिकनिक पार्क जस्तो रहेछ अब हामी चाहिँ यतादेखि फर्किने है अब यो चाहिँ हाम्रो लास्ट डेस्टिनेसन हो है अनि यो लहर मानेको दर्शन पनि भयो मेरो चाहिँ यता फर्स्ट भिजिट हो अनि अति नै राम्रो रहेछ अझै पनि योभन्दा धेरै विकास गर्नेवाला छ इन द फ्युचर अनि सो सी यू इन द नेक्स्ट ब्लग